अहिले चाहिँ हामी हिँडिसक्यौँ घुम्न आजको शनिबार नजाम भन्दा नि मेरो बुढा जाम भनेर अहिले चाहिँ कहाँ आइसक्यौँ यो ठाउँमा आइसक्यौँ सिजन यता हो सिजन चाहिँ यहाँ छ सिजन इज हियर पोर्टुगल यसलाई घुमाउन यिनीहरूको जूमा कसको प्लेसतिर आएको अरे भन त कसको घर अरे यता ओमिया हो र होइन सुजन अङ्कलको घरतिर आएको के हामी चाहिँ खै के हो जू आएको हजुर हामी चाहिँ सँगै नै बस्दैनौँ ओमियामा त जू छैन नि त बाई बाई अहिले जूमा गएर भेटौँ लास ल हेलो गाइज भन ल छिटो हेलो जूमा गएर भेट्छु भन न छिटो न अनि तिम्रो मेमोरी बनाउनु पर्दैन युट्युबमा हाल्नु परेन मेमोरी बनाउनु लाग्यो मेरो भन यता हेरेर बाबासँग गएर बस्यो त कस्तो देखिँदो रहेछ छिटो बाबाको सिटमा गएर बस्यो त बाबासँग यता साइडमा हो त्यहाँ बस त कस्तो राम्रो भएर बसेछ मेरो छोरीको आज हो टिटी खै तिम्रो ड्रेस देखाइदेऊ यता यता सिजन यहाँ उभिएर ओटिटी तिम्रो ड्रेस देखाइदेऊ आज चाहिँ मेरो छोरी यस्तो भएर हिँड्नेछ ओरेन्जी अनि मम्मी चाहिँ ग्रिनी छु अनि नोइजी गर्नुहुन्नस् खै हेयर स्टाइल देखाउनुहोस् त आजको खै राम्रोसँग आजको हेयर स्टाइल यस्तो छ मेरो छोरीको बाबा चाहिँ अलवेज इङ्ग्रेजी सिजन नो बेबी त्यसो भने ट्रेनले छोडेर जान्छ अहिले जान दिन्न फेरि हामीलाई ट्रेनमा अहिलेलाई चाहिँ यति नै अब अहिले चाहिँ हामी यो ट्रेन हिँड्ने प्रतीक्षामा छौँ त्यहाँ चाहिँ गयो छिटो बेबी यहाँ सिजन बाई बाई गरिदेऊ बाई बाई अहिले भेट्छु ल भन अहिले भेट्छु भनेर कसो गर्नुपर्छ सियु भनेर कसो गर्नुपर्छ यसो क्यामेरालाई यसो गर्नु पर्दैन यसो गरेर क्लोज गर्नु पर्दैन अनि हामी चाहिँ आउटसाइड पुग्यो त्यहाँ चाहिँ मोनोरेल हिँड्दो रहेछ क्या हो माथि मोनोरेल हिँडेको त देखेको थिएन तर हिँड्दो रहेछ क्या मोनोरेलको बाटो जस्तो छ त्यो चाहिँ हो मोनोरेल नै हुन्छ होला सायद मोनोरेलको बाटो माथि हो कि या बिग्रेको हो कि के हो त्यो थाहा भएन सन्तोष त्यहाँ चाहिँ अब जू आइसक्यौँ हामी जूको प्लेसमा आइसक्यौँ यस ल हामी आइसक्यौँ जूको प्लेसमा दिस इज आवर प्लेस हेगो ल हेलो भन बाबा हेलो भन खै त बाबाले लेट्स गो यता त्यस्तै होइन Are you excited? Wow. Honey? Now let's go. Let's go fast. अगाडि हिँड्न बाबासँग बाबा घाटसम्म आउँछ I'm making video for you. Scenario season. ल छिटो अनि लङ वे पो रहेछ है हामी त हिँडेको आइसक्यौँ पङ्खा किन्न जाऊँ न पर्दै ए यहाँ नि रहेछ हौ ओ फोटो खिच्न जाऊ त्यहाँ भिडियोमा जाऊ हो त्यहाँ यताबाट जाऊ न ए फोटो खिच्न जान्नौ यता हेर हेलो खै
खै त हेलो गाइज भन्नु के छ दुईटा हातले दुईटा हात ल अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ वा ल ल सुजन चाहिँ यता गइसक्यो यसको केही लाइन हेर्न हामी चाहिँ आज यो जुमा आएको अब उसले चाहिँ यो ट्रेन हेर्ने होला एकछिन वा हामी त कस्तो न्यू प्लेसमा आएछौँ है बेबी जू प्लस खै के पुग्दैछ एक्ज्याक्टली यहाँबाट रहेछ जाने हो कस्तो राम्रो इन्भाइरोमेन्ट हावा चलेछ सरल हावा चलेछ टल रहेछ मैले त पङ्खा किन्नुपर्छ होला सोचेको थिएँ गाइज हामी चाहिँ भर्खर यहाँ तलबाट टिकट काटेर आयौँ 2 मिनटको उकालोले स्याहारू अर्को चाहिँ उहाँ आँखा पोल्यो भनेर खै यता हेर त हेलो गाइज भन के लगाएको बेबीले सनग्लास लाउनुपर्छ है पेन ल्याइदिनु पर्छ हो नाइस बेबीको जुटुर के खानु मन लाग्यो अहिले त्यस्तो अहिले खानु पाइन्न नि पहिला लायन हेरेर खाने हो लायन बस हेरेर हेर त अनि पुलै तरेर हिँड्न पर्ने रहेछ कस्तो उयो वनमा चाहिँ कस्तो गाउँकै झलको दियो के झैँकिरी कराएर के च्याँ गरेर के के अर्को पेन्सिल छ अरे क्या अर्को त पसिना यस्तो आयो यताबाट हो क्या यता हो कि बेबी बेबी ल हामी चाहिँ अहिले तामाजु आएको यस्तो छ लक भएछ यस्तो छ नेचर गर्मीले पाक्यो पङ्खा ल्याउनु बिर्सेछ हावा त चल्यो त्यही पनि तातो हावा चल्यो I can do it by myself. Hello guys. म चाहिँ आज यस्तो छु पसिना यस्तो आएको छ हेर्नु होला अनि हो यहाँ उभियो भने त हावा त चल्दो रहेछ छ हौ केही छैन हौ बेबी हेर बेबी कुखुरा बनकालिज कराएको हेर न कुखुरा यो त वन कुखुरा हो बुढो यहाँ छन् त्यो त पात रहेछ यो कुखुरा यो कालिज होला कहाँ कराहा नै थाहा छैन वाउ यहाँ खबर यहाँनिर छ देखिएन चराको सेक्टर रहेछ मङ्की सेक्टर यहाँ चाहिँ बाँदरको सेक्टर यहाँ चाहिँ बाँदर रहेछ बाँदरहरू खेलेको बाँदरको भयो अनि त्यहाँ चाहिँ मेरो बुढाहरू गइसक्नु भएको यहाँ चाहिँ मेरो बुढा हुनुहुन्छ बुढा छोरीले बाँदर हेर्दै
स्मेल monkey त्यहाँ पनि तीनटा लेख सबै तीनटा लेखिन तिमीलाई बल्ल याद आउँछ ल तीनटा monkeyले धक्क गर्दो रहेछ स्मेल आएर भए हैन जापानिज monkeyहरु कस्तो स्मेल सबै त्रिवटा लेखेन तिमीलाई ठिक्क हुन्छ के गरेको तिनीहरूले यहाँ चाहिँ माया गर्दो रहेछ नि बुढाबुढी त्यसले पनि त्यसको फोटो खिचेकै बुढा त्यो केटा खवाई बच्चा गइसक्यो मङ्की बेबी नि रहेछ होइन तिमीले के गरेछ बुढा जुम्रा हेरेको रहेछ क्या जुम्रा हेरेर बसेछ सुतेछ रातो बाँदर रहेछ यो कस्तो रातो हो उसकै मुख चिकन पनि त्रिवटा लेख्नुपर्छ सबैजना चिकन होइन त्यसलाई के भन्छ यहाँ चाहिँ इलेक्ट्रोनिक कार रे अनि इलेक्ट्रोनिक कार रहेछ यहाँ कुखुरा अब जापान आएर नि यस्तो हेर्ने दिन आयो फर्स्ट टाइम जस्तै भएछ नेपालमा पनि देखियो होला मुनाल डाँफे हिमालयन नेपालको ल कस्तो नदेखेको हजुर यहाँ चाहिँ मुनाल चरा हेलो वाउ आओ बात यो चाहिँ के हो वर्ल्ड यो चाहिँ दुईटा छ अरे क्या हिमालयन मुनाल नै रहेछ क्या त्यो हिमालयन मुनाल चाहिँ वर्ल्डमा 1 मात्रै अरे के बुझ्यौ बुढो मोनाल लेख MONAL यो चाहिँ उस रहेछ क्या बुढो एउटा मात्रै के रेड लिस्ट रे के रेड लिस्ट भने के मुनाल चाहिँ हिमालयन मुनाल चाहिँ यस्तो छ उसको चाहिँ वर्ल्डमा रहेछ वर्ल्डमा चाहिँ एउटा मात्रै देखेछ उसको चाहिँ दुईटा प्रजाति लेखायो हो के हो थाहा भएन तर यस्तो छ अहिले भिडियो क्वालिटी खासै राम्रो त छैन तै पनि लेट्स मेक अ भिडियो भनेर बनाएको अनि किनभने चाहिँ छोरीको मेमोरी चाहिँ कलेक्ट गर्नु पर्यो अबदेखि भनेर चाहिँ यसरी भिडियो बनाउँदै हिँड्दैछु म यस्तो गर्मीमा पसिनाको धारासँग मेरो छोरी र बुढा चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ यो मेमोरी भनेको हाम्रो जिन्दगीभर रहोस् रहन्छ भनेर बनाएको भिडियो हो गाइज त्यही भएर दिस इज फर ओन्ली मेमोरी यहाँ चाहिँ टोइलेट छ बाथरुमहरू केटाको बच्चाकोमा जाउँ न जाने हो यहाँ चाहिँ बच्चाहरूको लागि छुट्टै टोइलेट बच्चा लिएर जानु पाउने बुढाबुढी हो र हेर त बेबी इन्सेक्ट वा हेर न कत्रो ठुलो इन्सेक्ट उता हेर न अगाडि हेर न हो टु इन्सेक्ट ग्रास होपर रे अब यही सिजनमा नदेखेको हेर बाबा त्यसैको मुखमा लैदेऊ त त्यसले टोक्छ नि ग्रास होपरमा लैदेऊ त ग्रास होपर फट्याङ्ग्रा हेरौँ न बटरफ्लाई हेर्नु जाने इरेजर जाने चस्मा लगाऊ न माथि टाउको राख चस्मालाई छड्के भयो चस्मा बाबासँग छ पर्छ नि इरेजर है वाह कस्तो राम्रो डिजाइन ओ माई गड मलाई चाहिँ यतै भुल्न मन पर्यो कस्तो राम्रो लेडीबग यो के हो धानकिरी बटरफ्लाई यो नि त नाग्ने किरा भन्थ्यौँ
यो के हो खै थाहा भएन वाउ इन्ट्रान्स बेबी नो डोन्ट नोइजी यसलाई त गुहे किरा भन्छ म्याम नेपालमा हेर त क्यारोट खाँदो रहेछ केले खाँदो रहेछ क्यारोट के भयो त यसको नाम हेर त ब्ल्याक विल रे पल्दैन बेबी पल्दैन ऊ हेर न यहाँ देख्यौ डिड यु सी हियर लाइक के भन्छ लाइक स्पाइडर यहाँ चाहिँ यो उस बुढो नाग्ने किरा थियो नि हामीले नेपालमा हो है हेर नाग्ने किरा हेर त त्यो दाउरा जस्तो हुन्थ्यो नि त्यो सानो सानो बेबीहरू रहेछ पानी जस्तो देखेर ए हो यो नाग्ने किरा यो हो नेपालमा पाइने त्यसलाई स्टिक इन्सेक्ट रे स्टिक इन्सेक्ट अनि यो के हो टेम्परमेन्ट स्टिक इन्सेक्ट रे मलाई इङ्ग्लिस आउँदैन यो चाहिँ फट्याङ्ग्रा ए के अरे ग्रास होपर होइन यसलाई चाहिँ के भन्नु छ डाइटो बोर्ड विङ्गेट क्याटोटिटो कि के हो आई डोन्ट नो इङ्ग्लिस खै ओ त्यसलाई फट्याङ्ग्रा भन्छ कि नेपालमा तिर 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 कराउँछ के यो हो यो पनि कराउँछ हो यो पनि कराउँछ यी झ्याङ्किरी यहाँ जापान आएछ यो किरालाई हेर्न पनि यसरी हो यो च्याउ 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 कराउने बर्खामा यसलाई चाहिँ वाइएमा क्रिकेट रे त्यो चाहिँ गुहे किरा ल डाङ्गुम्सी कक्रोच भयो के हो कराउँछ नि झ्याङ्गिरी क्या त्यसलाई क्यामेल क्रिकेट पोइन्ट गरेको हो यहाँभित्र छ अरेको यहाँभित्र छ अरेको पोइन्ट गरेकोमा छ अरे क्या स्कर्पियन ल यता ग्रिन यता त लिजार्ड हेर्न आउनु लिजार्ड ट्री फ्रग रे हेर त ट्री फ्रग लुक ट्री फ्रग फ्रग लेख न त्यो त आइरन भनिदेऊ न ताइवान विप स्कर्पियन मैले देखिनँ कि लाभ यहाँ हेर न छिटोको बेबी अहिले लाइन हेर्नु जानु पाएन हेर न फ्रग त्यही छ फ्रग यहाँ चाहिँ लिजार्ड वेयर इज लिजार्ड खोइ अब यहीँ रहेछ मैले त खोजिरहेको हेर्न कत्ला निक्लेको अझै त्यसको नि कत्ला फाल्दो रहेछ आऊ भाइले जाऊ आऊ अब नेक्स्ट वान बटरफ्लाई हियर इज बटरफ्लाई ल सिजन बटरफ्लाई ब्ल्याक बटर हेर हेर सिज लार्भा यो चाहिँ लार्भा है अहिले चाहिँ यहाँ चाहिँ अहिले लार्भाको उस रहेछ लार्भा रहेछ अब लार्भा पछि के हुन्छ हेर त लुक लार्भा पछि यस्तो हुन्छ हेर के अरे साइकल अफ बटरफ्लाई हो त्यस्तो भएर बस्छ यो लार्भा चाहिँ यस्तो भएर बस्छ अब यहाँ चाहिँ बटरफ्लाई रेडी हुन लाग्छ हेर्नुहोस् त यहाँ बटरफ्लाई रेडी हुन टाइम लाग्छ यो त प्लास्टिकको रहेछ क्या अनि हेर के गरे यो चाहिँ झुसिल्केरा लार्भा होइन अब बटरफ्लाई बन्न लागेको के होइन यहाँ चाहिँ यहाँभित्र बन्छ अरे कि त्यहाँभित्र सबै बटरफ्लाईहरू
लैन जोग्ने कुरा लैन लेट्स गो प्लान्टहरू दिएको क्या बटरफ्लाईलाई लैन बटरफ्लाईले खान्छ अरे क्या प्लान्टहरू लैन लेट्स गो एनदर साइड नाक्ने किरा हो क्या यहाँ साइड ल जाउँ भयो अब साइकल हो बटरफ्लाईको चाहिँ यस्तो भएर हेर त अनि हेर त बटरफ्लाईलाई चाहिँ चरीले यस्तो हुन्छ अरे यता हेर त छिटो लाग होइन अब बेबी भयो गर्मी भयो अब अब के हुनु स्पाइडरलाई यहाँ चाहिँ गार्डन रहेछ छिटो छिटो बेबी छिटो आएको Oh, here are so many butterflies. Oh, butterfly world. You are in the butterfly world. Wow, so many butterflies. Wow. Wow. So nice. Sabai butterflies. Talk there, baby. It's okay. Wow. Wow. Kaina baba सँग न Wow. This is the butterfly. देख्यौ सिजन लार्भाबाट के हुँदो रहेछ बटरफ्लाई so many different butterfly here. Wow. If butterfly like you then she can उसको ल Wow. ल हेर त हेर उसको सेम हेर न हस्बेन्ड एन्ड वाइफ रहेछ है डु यु लाइक इट अनि डर आयो अहिले त कति धेरै पऱ्यो कसो फ्लावर बुढो यहाँ ओ माई गॉड होइन हेर त यो बटरफ्लाईलाई हेर न खाने पानी सोद्धा ए आमा होइन देऊ भयो मसँग अर्को छ हौ चिसो हुनेवाला बाटो सोध्छौँ बटरफ्लाईलाई होइन बटरफ्लाई वर्ल्डमा पनि आयो मेरो चाहिँ त वाउ आई लाइक दिस सो मच मलाई पनि मन पऱ्यो छिटो होइन ल यस्तो गरेर त आउँछ बटरफ्लाई के हुँदैन बटरफ्लाईले छिटो चस्मा बाङ्गे भयो कैन जाम कैन लेट्स गो ल वाउ कस्तो राम्रो कस्तो गर्मी हे भगवान् छाके पक्का त तिमीलाई पङ्खा किन भन्छ नमानेर टच नगर मरेकोलाई टच गर्नुहुन्न आँखामा धुलो पस्छ नि त अनि हेर त सो मेनी बटरफ्लाई छ त सो मेनी चाहिँ फर्स्ट टाइम देखेको है 1-2 मात्रै देखेको थियो हामीले त वाउ के बुढो हेर पसिनाले ए हो यसको पात पाए पनि सर्छ यार सुगरको दबाई के को भन्छ यो छिटो जाम गर्मी भयो ल होइन ओ माई व्हाइट बटरफ्लाई एन्ड ब्ल्याक बटरफ्लाई वाउ आई लाइक इट बेबी हेर न बटरफ्लाईले मलाई छैन होइन भयो जाम न तल चिसो होला अब हामी तलतिर चाहिँ गइएन बटरफ्लाई चाहिँ कति हेर्नु है तल चाहिँ जाने गर्मी छ यहाँ एकदम गर्मी भयो पसिना खालो बटरफ्लाईले रस खाँदैछ
भाग्यो ल जाऊँ अब हामी नेक्स्ट स्पटमा जाने ल छिटो ल लेट्स गो अब हामी अर्को ठाउँमा जाने ल छिटो गर्मी भयो छिटो छिटो हो यस्तो हुन्छ नि ठुलो भएपछि ल जाऊँ यस्तो खान्छ नि ग्रास पर्ने फटेङ्ग्रा हेर्न जुलाउनु परेछ ठुलो हो नि देखिरहेको गुहे किरा ए हेर सिजन यो के यसलाई के भन्छ हौ खै गoi यसलाई के पो भन्छ हौ के अरे कुम्ले किरा कत्रो ठुलो हेर त बुढो कुम्ले किरा हेर न बुढी यो निकालिदेऊ त कानको यसो फटाएर ए दुख्यो के कानको राति भएको कान फटाएर यसमा त के छ दुइटै लाइदिनु भयो त्यो चाहिँ उयो के डल्ले के अरे कुइले किरा डल पछि पनि हेर न ल Wait, पछि के हो भयो कि बेबी भयो लेट्स गो के भन्छ र मम्मी इन्सेक्ट पछि पनि छिटाउनु भयो जाऊँ भयो पछि डाँडा भन्छ यस्तो गर्मीले मन लागेको पछि के हो के छ हेर नि त यसलाई के भन्छ र मम्मी अब अर्को प्लेसमा गयो गयो फ्रग हेर त विच कलर ग्रीन कलर अनि ल छिटो जाऊँ ल जाऊँ ल भयो ल जाऊँ गर्मी भयो आइएम सो यो चाहिँ झिङ्गा मस्किटो लाइक अ मस्किटो उयो नेपालमा पानी पर्छ के अरे कुवामा यस्तो पनि छोपेर जुमा राख्ने यहाँमा होइन जाऊँ भयो भयो जाऊँ सक्यो हामी यति घुम्यो अब फर्किने है यता होइन त के रहेछ डुब्ली चाहिँ त्यही मात्रै देख्दो रहेछ हुन फेरि तल देखेन यस्तो ठुलो जङ्गलमा जो यति ठुलो रहेछ यहाँ लिली पनि देख्छ बाटो छोडिदेऊ न अलिक छेउबाट हिँड्दो त्यो बच्चा त्यताबाट दौडिनु खोज्यो GRA के हो साभाना किचन यहाँ जाने हो साभाना किचन हाम्रोबाट पहिला साभाना किचन जाने के खुवाउने होला नि जनावरलाई यता 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 लाइन लाइन यता हो क्या लाइन लाइन रहेछ उता चाहिँ उ पनि रहेछ हो किन त चिम्पान्जी हेर्छ नि लाइन बस चाहिँ नजिक रहेछ नि त पुरो 160 किलोमिटर 160 मिटर रहेछ नि त लाइन बस नजिक छ कि लाइन बस अर्को भन्दा नि खै कहाँ हिँड्नु त गर्मीले गर्दा थाके थाकै नि लागेन गर्मीले आत्दैछ म त ओ जिराफ हो रियल हो ए
जिउँदैन जिराफ रहेछ आमा कत्रो ठुलो के भन्छ जाँदैछौँ फेरि जिराफहरूलाई हेर्नको लागि चाहिँ हामी जाँदैछौँ कत्रो ठुल्ठुलो हो न हुने नि यत्रो हो वेनामा देखेको एउटा कि दुईवटा मात्रै हो वेनामा यहाँ चाहिँ धेरै रहेछ है ऊ गधा पनि हेर बेबी जिब्रा हेर त जिब्रा होइन जेब्रा जिब्रा is there. We need to go there. Bye giraffe. जिराफ चाहिँ खतरा ठुलो रहेछ कस्तो राम्रो यसले खान खोजिसक्यो त्यो भित्रको पातहरू खान खोजिसक्यो यहाँ चाहिँ मेरो चिम्पान्जी चाहिँ यहाँ छ चिम्पान्जी हेर न जिब्रा बेबीले हेर त रियल टाइममा जिब्रा पनि देख्यो गोठ पनि देख्यो म चाहिँ जिब्रा चाहिँ फर्स्ट टाइम देखेको फोटो खिच्देऊ न एउटा मेरो जिब्रासँग हो चाहिँ जिब्रा र फोटो Pala lehan G O A T पहिला हेर गोठ कस्तो रहेछ हेर न बिगवाला गोठ देखेको भनेर सँगै हाल्दाखेरि नलडेको है न उसै गरी अफ्रिकामा हुने बाख्रा त होइन नि हो ए जिराफ पनि अफ्रिकामै हो अफ्रिकामा हुने जिराफ जिब्रा Are you excited to see lion? चस्मा गयो Handsome guys, once चाहिँ लायन सफारी सुरु भयो खै मान्छे आउँछ भनेर मान्छे कि माथि हिँड्नु खै Oh, lion. Lion. Two lion. Wow. Gosh. Wait, Season, did you see? He's very angry. Tinta. Oh, sunmai. Sun in the car. Sun ko. देख्यौ कस्तो लाग्यो लाइन
आज शनिबार घुमान चाहिँ यति हुन्छ खतरावाला धंधे सायद यताको पनि देखाइदिन्छ क्या अहिले हेर्न पाइन्छ कि फेरि पाइन्छ क्या अरे अरे अब यिनीहरूले देख्यो नि त यो बाघ त्यो साथीको दसैँ भन्थ्यो नि त त्यहाँ चाहिँ एउटा लायन तिनवटा लायन मेरो कुरा बुझ्दैन कि सबैलाई समेट्छ कि यहाँ कस्तो बाँधेर राखेको छ क्या देख्यौ त्यहाँ त बाटो त्यस्तो बनाएन आज जस्तो थाहै छैन कि देख्नै पाइएन भने थियो खुसी भएको फर्स्ट टाइम लायन वाउ लाइन करायो सिजन ओए सिजन लाइन करायो के अनि के खटी राखिदिएको होला अब आयो अनि देखेछु कि आमा जम्मै खान्छ खान्न होला पुग्नु सक्दैन खान्छ र यसो उसै मार्छ क्या है बुढो लाइनले भन्दा नि बुढीले हो क्या मार्ने होइन र यहीँबाट देखिँदो रहेछ अघि वेट गरेको लायन बस Are you happy? अझै खेर देखाउँछ होला अझै 2 राउन्ड लाग्दो रहेछ क्या म त अन्त अर्को लाग्यो त्यसलाई चाहिँ 2 चोटि देखाइदिँदो रहेछ क्या यहाँकोलाई चाहिँ 2 चोटि देखाइदियो क्या त्यहाँ चाहिँ ठुलो लाइन छ
What season? Are you happy? यहाँबाट हेर्नु मिल्छ लाइनलाई त्यहाँ छ अघि हेरेको लाइन यस्तै लाइन बस्छ अरेर लायन इलेफेन्ट चाहिँ हेरेन I can go outside from here. निस्केर जान्छौँ है लाइनकै सुलिङ आउँछ कि नै अघि भर्खर लेखेको क्या तल आई बसेर लेख LION है के लेख्दो रहेछ यो 5 चोटि लेख्नु यो त एक्जाममा आउँछ कस्तो भयो लाइन कति सय 1100 को पैसा के भयो त यो इन्ट्रान्स चाहिँ छुट्टै बाघ सिंहलाई बस सफारीको चाहिँ पैसा छुट्टै रहेछ हामी खास बेबी गाडी नल्याउनु पर्ने कि हो यस्तै स्ट्रोलर लिनु पर्ने क्या आइसक्रिम खाऊँ न ओके ओके एउटा खाऊँ न खाँदै हेरौँ क्या यहाँ छ हेर कस्तो राम्रो खाँदै हेरौँ भनेको खाना पनि दिन्न गाई हेर्नु मेरै पैसा झिकेर हिँडिरहेको छ मैले खाना पनि एउटा के खाना दिएछ Oh my god, यो त कहाँको लाइन हो हात्यो लाइन इलेफेन्ट पानी पानी फाल्दैछ अनि अर्को छैन तल झरेर हेर न तल झर अब सिजनमा फोटो खिचिदिन्छ खाएर फेरि प्रस्थान भइसक्यो घुम्नको लागि अहिलेसम्म यस्तो बाटो हिँड्दैछु छोरीहरू पुरा उता तलबाट किनकि यहाँ बेबीलाई आउँदैन द्याट्स वाइ यहाँ चाहिँ हात्ती हात्ती राजा यहाँ माटोको यो चाहिँ हात्ती हेर्नु छ यहाँ चाहिँ नो स्मोकिङ भनेको रहेछ कस्तो राम्रो डिजाइन ढुङ्गाको डिजाइनहरू मार्बलहरूले कस्तो यो अफ्रिकाको उसो क्या सायद अफ्रिकन लाइफस्टाइल अनि यहाँबाट चाहिँ हात्ती हेर्न पाइने यहाँबाट चाहिँ हात्ती हेर्न पनि पाइयो यस्तो गरेर हात्ती चाहिँ कता गयो यता कुनामा रहेछ हात्ती
सिलाइन होइन लाइन गर्दा यहाँ चाहिँ आत्तीको घर अब हामी चाहिँ फर्किनु पर्यो यहाँबाट जानु नमिल्दो रहेछ फर्किनै पर्ने रहेछ म चाहिँ फसेँ मेरो बुढाहरू चाहिँ उहाँ घर कुर्नु भएको छ बन्द भएर ढोका ल म चाहिँ एक्स्ट्रा ठाउँमा घुमेको एउटा एक्स्ट्रा ठाउँ घुमेर आइसकेँ कस्तो लाग्यो ल माथि चाहिँ त्यो उसकै अफ्रिकाको हुन्छ नि घरहरू त्यस्तो रहेछ क्या कस्तो हरियाली के भयो ल भन त्यो पछिको वाक्य पुरा गर लाउनु मेरो पछाडि ल चलो यता हेर न आन्टीलाई पऱ्यो कतिको देखेछ चाहिँ थाहा छैन छोरी यता खाऊ मेरो छोरी यहाँ मेरो पेट ठुलो आएको छ क्या आज म चाहिँ ब्लगर भन्छु क्या हो ए मासु जान नमिल्दो रहेछ नि त जङ्गल रहेछ हाइकिङ आए जस्तो भयो स्याहाँ भयो कस्तो राम्रो तर है नेचरमै आएर खेले जस्तै हो न यो बेला हेर्छ हिँड्ने पनि घुम्न यतिमै सिटीकाचोमा हिँड्नु पर्दो रहेछ गर्मी प्लस खाऊ तिमी खाऊ हावा पनि मजाले आयो नि त ठाउँ त्यस्तो भयो हो ए होइन कि मतलब मैले भनेको नि डाँडा काँडातिर के जानुपर्ने रहेछ भनेको के सिटीकाचोमा हाजीकाचोमा चाहिँ बिचमा नजाने अघिको यहीँबाट त नि हामी उताबाट गएको यहाँ चाहिँ जिराफ चाहिँ यहीँ छन् आएछन् अहिले सरी गाइज ल तागर बस्नु पर्दैन निकालेर देऊ न कस्तो बाहिर छ यस्तो नेचर अझ त हुन्छ चेन लगाइदियो भयो त त्यही राख तिमी यहाँ चाहिँ होइन मेरो त ढाड दुख्यो के दुख्यो तल्लो पेट दुख्यो काम कुरो भएर धेरै काम हो होइन होला हौ यता छ मिल्छ हो आएर मिल्छ क्या हौ चिम्पानी तँ मान्छे पो नगएको हो र छ क्या बाटो तैँले चाहिँ आफूले हेर्नु खोजेको नपाएको हो क्या त मेरो छोरीको चाहिँ खिच्दै छैन क्या यस्तो मेमोरी चाहिँ खालि आफ्नो मात्रै हो क्या मेमोरी बनाउने भन्छ मोटी देखेको होला फेरि राम्रो खिच्दैन फेरि छैन केही छैन छिरिन ल लाइन छिरिन छिटो आएर रमाइलो भयो कुप्रो पारेर पेट मात्रै दुखाइरहेको छ क्या माथि के रहेछ हो जिराफहरू चिम्पानीहरू जानेको रहेछ जिराफको हेरिएको जिराफको बगाउनेहरू त हजुर भित्र गएर के हेर्न मिल्दो रहेछ होइन लिन न अहिले त्यो चाहिँ त बन्द गरेपछि यहाँ भित्र राख्ने होला क्या त्यो उयो नानी छ नि त त्यस्तै अब चाहिँ मम्मीलाई हेर्न जाने बाबा चाहिँ यता मम्मीलाई हेर्न जानु हात चाहिँ छेक्यो
अर्को हातले समाउनुपर्छ हिँड नि यता हिँड ल होइन उसको लागि चाहिँ कता लिन्छ चिम्पान्जी यता हिँडेर यता यस्तै माथितिर निस्केर उता माथितिर जाने क्या अब सबै देखिसकेको उयो भने चाहिँ चिम्पान्जी हेर्नु जानुभएको बाबालाई हेर्नु भएको बाबाको वर्गलाई टोइलेट चाहिँ ठाउँमै रहेछ है त्यो छुच्चा ठाउँमा क्या होला बिजी चाहिँ नहुनुपर्छ चिम्पान्जी के हो भित्र राखे जस्तो भित्र राखेको क्या भित्र ऊ त्यहाँ ऊ रहेछ भित्र जाऊँ न पहिला भित्र चिम्पान्जी चाहिँ यहाँ चिम्पान्जी गाई चिम्पान्जीले पात खाँदैछ चिम्पान्जी खेल्ने पन्ड हरेक आमामामा यसको यत्रो आमामामा उहाँ माथिसम्म यत्रो लामो हुँदो रहेछ खै खै खेलेछ कि हेर नि सिजन ए चिम्पान्जी छ त्यसले माथि निकालेर खाने चाहिँ हेरेर खान्छ त माथि राखिदिएपछि लट्ठीले झिकेर खान्छ कस्तो बाटो है म त उठेर चाहिँ के भनेको माथि राखिदिँदो रहेछ बनाउनु निकालेर माथि नटेको तल बस्छ तल माथि चढ्नु हुँदैन त्यो सिसा पनि लाउनु हुन्न हात लाउनु हुन्न भने त्यहाँ हेर त तल भुइँमा पुगिन्छ कि खुट्टामा होइन हौ घाँस खान्छ क्या फेरि अर्को बच्चा पनि रहेछ उता हेर अब तान्न लाग्यो यो त अर्कै मान्छे भनेको होइन कति बाटो हेर्न माथिबाट तल झार्दो रहेछ हेर न बुढो उता तुलोमा छिराउनु ला हेर न बुढो उसलाई हेर ऊ झार्यो बुढो झार्यो टिकटकमा हाल्ने हुन्छ नपुग्दो रहेछ हाल्दै नपुग्दो रहेछ माथि कहाँ जानेकै छैन त बिचरा माथि हेर्न आयो ए ला लौरै छिर्यो नि मलाई चाहिँ मन पर्छ चिम्पान्जी चाहिँ त्यसलाई एनलाई चाहिँ एम बनाऊ एनलाई चाहिँ एम बनाऊ यता त एक्जिट रे एक्जिट पनि यतै रहेछ ऊ पनि उस नै रहेछ होइन जान मिल्छ होला पुरा उस पनि रहेछ कि एक्जिट मात्रै हो
खै भएर टु मेन गेट रे अनि एसियन यति हो नि त एसियन छैन लै छैन त फेरि म भन्छु फेरि CHIMP र पानीको ट्याङ्कहरू यहाँ यस्तो नेचरमा हिँड्न पायो फर्स्ट टाइम फेरि जिराफ सकेर फेरि यता सबै सकेर फेरि चितातिर जाने भन्नु छ चिता चाहिँ कता छ थाहा छैन 300 मिटर भनेछ 300 मिटर मिन्स वी आर इन हियर अनि इलेफेन्ट हेऱ्यो यो बटरफ्लाई हेऱ्यो यु आर हियर चिता चाहिँ कता हो बुढो 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 ओ सन्तोष 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 बोलाएको छु चिता त फेरि यता यस्तो रमाइलो मेमोरेबल नै भयो यहाँ चाहिँ बास्किन रबिनको चाहिँ यहाँ चाहिँ अर्को फ्लेभरमा रहेछ अघि खाएँ बास्किन रबिन खाइसक्यो यता चिता यतै हो फेरि त्यो लाइन छ नि लाइनलाई कटेर उतारेको छ क्या हामी अघि घाटीतिर गयो क्या चितातिर चाहिँ फर्किनु पर्दो रहेछ अब पब्जी हालेर गरिरहेको छु गर्न देऊ न पब्जी भन्दा इम्पोर्टेन्ट बिग पार्कमा त झन् स्विमिङ थियो त के चिता जस नेचर चाहिँ मजाले खुलेको है नेपालमा पनि यस्तो गराउने नि सक्ने नि त डाँडा काँडामा लिलीहरू नि यहाँ बनमा खोलिरहेको छ हामीले फेरि लिन पाइयो होइन बन लायनको स्पेलिङ भनिदियो फेरि लायन हेर्नु जाने हो ऊ यहाँ तल त लायन ऊ यहाँ लायन अघि हामी लायन सफारी गरिसक्यौँ लायन सफारी गरेर के अरे इलेफेन्ट हेरेर फेरि चिम्पान्जी हुन गयौँ उता नि र अब चाहिँ फेरि फर्केर अनि भयो पर्दैन अनि फर्केर फेरि यो लायन हुँदै 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 फेरि चिता हेर्न जाँदैछौँ साथीहरू आजको दिन हाम्रो यस्तै रह्यो धेरै मिनटको भ्लग बन्ने छ यो चाहिँ हाम्रो सम्झना स्वरूप भिडियो अब अघि चाहिँ ग्लासबाट देखेको थियो सिंहलाई अब चाहिँ बिना ग्लासको तर भित्र पसारिसकेछन् कि जस्तो लाग्यो किन भन न सफारी सक्यो नि त हो अघिकै ठाउँमा छ जाऊँ त्यहाँबाट हेरौँ के रहेछ यहाँ चिता चाहिँ यहाँ रहेछन् चिता हेर्ने ठाउँ चाहिँ यहाँ चिता चाहिँ सानोमा राखेर चिता हेर्न हामी चिता हेर्दैछौँ जाँदैछौँ चिता हेर त सिजन टाइगरले अफ्रिकामा पाउने सबै अफ्रिकावाला हो यो जो नै अफ्रिकनवाला हो हेर त वे कस्तो खालाको चाहिँ हो
होइन ढोकामा हेर त ढोकामा गएर यो चाहिँ ठुलो भएर बुढो यसलाई राखेको यहाँ यहाँ जानु तर बाबा त बाहिर आउँदैन अब त्यस्तो तरिकाले बनाएको नजिकबाट देखेको जस्तो होइन नेचर अनि यो त होइन त यतिको नेपालमा यतिको देख्यो भने हामी तराएर भागिन्छ कि ल भन्न मैले त यो भन्दा नि नजिकबाट देख्नु त नेपालमा त चिता हेर त चिता यस्तो हुँदो रहेछ नेचरमा यहाँ चाहिँ चिताको लागि पानी खोलाहरू जङ्गल जस्तो गराएको चिताको होस् मलाई तर यो भित्रको चाहिँ ठुलो हो यो बाहिरको भन्दा जसलाई हेर त जस नाङ्गो आँखाले पनि देख्न पाउँदा चाहिँ खुसी लाग्ने है सिसाकोमा त छ नि उयोमा चाहिँ सिसाकोमा राख्छ नि त तँ अब तँ यहाँ कटेर आउनै पाउँदैन है होइन सुत्यो क्यामेरा नि छ हेर नि मजाले क्यामेराले उ गरिरहेको छ तिनीहरूलाई वाच गरिरहेको छ बच्चा चिताको त्यो त होइन सेजन उठेर हेर त एकचोटि साबारु सेजन उठेर क्याट जस्तो हेर न हेर त क्याट क्याट हो के हो साबारु रे यसलाई त्यो बिरालो होइन नि त्यो चाहिँ फरेस्टमा बस्छ हो फरेस्टमा के हो नि बेबी यसको नाम माउन्टेन लायन ए फरेस्ट क्याट अनि यसलाई बसमा जाने हो र फरेस्ट क्याट हो नि ऊ यहाँ लेखेर रहेछ कि ऊ यहाँ म्याप रहेछ के अरे कहाँ पाउँछ भनेर कुन देशमा ऊ त छ हौ वर्ल्डमा दुईटा रहेछ कि यहाँ एउटा उता एउटा रहेछ न अलि यता आऊ न यतापट्टि आऊ न यहाँ चाहिँ एउटा बसेछ हामी चाहिँ अब जाम भयो थाक्यो एकदम थाक्यो अब एकचोटि लाइन हेरौँ अनि फर्क्यौँ होला के हो फर्किने अब यो लाइन हेरेर फेरि एकचोटि कोइन हालेर हेर्न नि मिल्दो रहेछ फेरि यहाँ पनि अघि नै देखिसक्यो नजिकबाट उताबाट जाऊँ न उहाँ माथिबाट पुरो उहाँ जाऊँ न ऊ पुलमा जान मिल्दैन र ऊ त पुलमा जाऊँ न के गऱ्यो हेलो त मेरो भिडियो गरिदिउँ न त्यसमा देखिँदैन क्या उता पुलबाट देखिन्छ
लैजाऊँ भल कसरी केमा पोल्यो रे बममा केले पोल्यो बेबी लायनको उसले पोल्यो है के भन्छ पोपोले हो तिमी लायनको माथि बस्ने हो त धन्नै नटोकेको है मेरो बेबीलाई लायनले धन्नै टोकेन छ है हेर तिम्रो नाम के हो त बिल्ड गर्ने नसकेर रिबिल्ड गरेको नि छ गयो हेऱ्यो आयो त देखियो कि त्यसलाई नि बस अघि चाहिँ यो सफारी गरेर हाम्रै लाइन चाहिँ यहाँ छ बसले त्यहाँ देखाउँदैछ भन्दैछ हामीले नि अघि त्यसरी गरेको बी केयरफुल नट टु ड्रप एनी आइटम्स यस्तो जस वर्ती चाहिँ लाग्यो है नाङ्गा खाले पनि देख्न पाइयो नि त ग्लासबाट मात्रै भन्दा नि उता जाउँ न यहाँ फेरि फेरि उता ऊ यहाँ एउटा के हो छ कि ऊ के हो त्यो जालीमा के रहेछ खै मेरो बुढा यता हेर त कस्तो लाग्यो आजको बुढीको खाताबाट निकालेर पैसा यता बस्ने छ यहाँ राख्ने रहेछ लाइनलाई चाहिँ पछि चाहिँ होला सायद हो भाग्छ होला यहाँबाट त अब नि मेरो बुढाले यहाँ पैसा कस्तो मजाको हावा चलेको नि उत्तिखेर पसिना आउँछ उत्तिखेर पसिना आउँछ उत्तिखेरै उ भयो भने के हो यहाँ कति धेरै हो नि ओ माय गॉड त्यसलाई के भन्छ फ्ल्यामिङ्गो रहेछ जुन त्यो चाहिँ अफ्रिकामा मात्रै पाउने रहेछ कि अघिको थियो नि त चिता जस्तो सानो लास्ट वान हो यो चाहिँ भयो अब चाहिँ थाकेँ म त भयो 17 नम्बरमा आइसक्यो छोरी चाहिँ के देख्यो भने सबै लेख्दै हिँड्छ फ्ल्यामिङ्गो फेरि लास्ट एलिफेन्ट चाहिँ लास्ट वान यहाँ घुम्ने धेरै के भयो त यसको गो रहेछ क्या गनाको कस्तो राम्रो जुस उयोमा भएको त फेरि एसियन एलिफेन्ट हो नि त यो चाहिँ अफ्रिकन मात्रै फेरि यो चाहिँ ठुलो छ क्या पेट ठुलो भएर आज हेर न हेलो हौ त्यही छ हेर न बडो हाम्रो त्यही कतिको देखेछ अनि
त्यहाँबाट हेर न इलेफेन्ट हेर्नु मिल्छ क्या यु क्यान सी फ्रम यहाँबाट हेर न इलेफेन्ट हेर्ने प्लेस हो क्या ल कस्तो खतरा हेर्नुहोस् त यहाँ माथि ओ माई गड हामी त केभमै भयो जस्तो वाउ इलेफेन्ट भित्र गइसक्यो इलेफेन्ट भित्र छ अब म फोटो खिचिदिन्छु इलेफेन्टको इलेफेन्टको खुट्टा चाहिँ यत्रो हुन्छ अरे जाम भयो ल जाम अनि चाहिँ यस्तो माथि गएर यस्तो राम्रो त्यो पुरै काठकै दाउराकै जस्तो तर दाउराको चाहिँ होइन रहेछ कस्तो मजाले बनाएको हो ल जाम भयो जाम सरी इलेफेन्ट त्यस्तो गर्नुहुन्न बेबी गाली गर्छ इलेफेन्टको एयर हो क्या क्यापिबारा हेर्नु क्यापिबारा हेर्नु क्यापिबारा नि छ र छैन अटर छैन बस बस इलेफेन्ट आयो खसी त त्यसलाई चाहिँ चोट लाग्यो नि त चाकी त्यसको त यहाँबाट पुरो यसरी हात दिने पनि भेट्छ होला हो गाइस अहिले चाहिँ हामी अब हर्स सेक्टरमा आइसक्यौँ अघि चाहिँ हामी के भन्छ केमा रहेथ्यौँ भने अफ्रिकनमा थियौँ भने अहिले एसियन जोनमा आइसक्यौँ एसियन जोन आएर यहाँ हर्स छ अघि उता हेर्न गयो गाडीको सफारी गरेर आएको ल जाऊँ भयो हर्सले खा न अनि तिमीले बिर्सिन्छ नि त बेबी यो पछि मैले यो देखेँ भनेर बिर्सिन्छ हर्स ए हर्सको वाला ऊ हो खै थाहा भएन मलाई नि थाहा छैन होला होइन उताबाट घुम्दै घुम्दै जाने खास चाहिँ अघि हामी घुम्दै घुम्दै आएर उता पारी घुम्दै घुम्दै जानु पऱ्यो नि त अब फेरि त्यहाँखेरि त्यतैबाट फेरि घुमेर यताबाट झर्दै नझरेर जाँदा हुन् न फोर्टी नम्बरमा आइयो अघि हामी 7-8मा घुमे 9-10मा यता जाने हामी चाहिँ टाइगर हेर्न फक्स के ओ सिजन निदा आएछ सिजन त बाबा टाइगर नआइने भयो के हो हेर्दै हिँड्ने होइन र हिँड्छ मान्छे एकछिन वेट गर ल केटीले चलाएर गाडीमा यही गाडीमा आएको अघि हामी अब यहाँ हेर्न जान्छौँ के छ यहाँ एजियानो यामा अघि देखिसकेँ मैले ऊ हेर त के हो ताकिन भनेको ल जस यसलाई पनि सानो पानी रहेछ बिचरा गर्मीले आत्तेछ हेर त जाम भयो ल जाम बेबी जाम भयो बस के अब कोआला हेर्नु जाने यस्तो छ बच्चासँग हिँडेपछि गाइज उसैको मेमोरीको लागि यहाँ भ्लग गर्दै यो चाहिँ यहाँ मात्रै पाइने बुढो यहाँ कुन देश हो यो वर्ल्डको ट्याक्सी कलर यो देशमा यो चाइनामा मात्रै पाइँदो रहेछ क्या कि यहाँ यो म्याप यो अस्ट्रेलियाको हो
यो चाइना हो कि यो जापानी आयो न जापानी नेपालमा पनि पाइन सक्छ यो नेपालमा त होइन तर आई थिङ्क हो यो यहाँ मात्रै पाइँदो रहेछ गोल्डन ट्याकिन हर्न चाहिँ भाँच्यो भने त्यस्तो हुन्छ अरे त्यो जाम भयो कस्तो यहाँ त कस्तो भित्र चिसाएको है जङ्गलको नि सिजुन अब आफै हिँड ल एकछिन मेरो पनि ब्याग त्यही राख्देऊ नि त पसिनाले खल्ती भयो के भयो गरे हो सबैजनाको पनि हुन्छ नि त्यस्तो हो मलाई थाहा छैन नि त सबैजनालाई खालखालै हुन्छ नि चस्मा त्यो पेटले लाउने हो चस्मा त पेटले लाउँदो रहेछ मेरो साथी भएर तिमी त कस्तो टकेटिभ रहेछ होइन र पछि होइन उता हेर्न जाम फेरि के रहेछ यहाँ सिसाबाट हेर्ने त नहेर पनि के थियो मान्छे देखेर हिँड्ने जस्तो मलाई देखेर हो क्या डराएको उखु के छैन र घाँसमा अहिले हरियाली भएर के हो रेड पान्डा हो नेपालमा पाउँदैन This is a red panda, baby. Red panda बेसनी मन पर्यो छुने मन लाग्यो रेड पान्डा छुन त मिल्दैन नेपालमा छैन बुढो ए नेपालु देवा के भनेछ नेपालु मात्र पढ्न ए नेपालमा हुने पान्डा पनि यही रे अघि देखियो जस नेपालमा देख्न पाएको थिएन पनि देखियो कि यहाँ चाहिँ नेपालको छ होला कि सायद चाइनामा पनि हुनसक्छ 落とし物のお知らせをいたします。荻原あゆみ様、落とし物が届いておりますので、正門改札横受付までお越しください。受付までभनेको के भनेको? 繰り返しお客様に落とし物のお知らせをいたします。荻原 रेड पान्डा जस नेपालमा नदेखेको पान्डा पनि देख्यो नेपालको हिमाल भेगतिर हुन्छ होला है मुस्ताङतिर हैन नेपालको मुस्ताङतिर हुने पान्डा देखेर पाइयो मुस्ताङ जाँदा चाहिँ देखेको थिएन कोला हो त्यसलाई कोला ल छैन हामी चाहिँ फेरि अर्को सेक्टरतिर हिँडिसक्यौँ हो अब चाहिँ हामी यो छ नि लाली गुराँसको टार जस्तो छ हो
यहाँ लालीगुराँस छ अनि त्यहाँ त म्याङ्गो छ त हेर त ऊ लायन रहेछ यहाँ के हो युकी बी मैले देखेको छैन आई क्यान सी अब यताबाट देख्छ होला यहाँबाट देख्छ होला ए अब अहिले आउँछ होला फेरि होइन स्नो लियोपार्ड रहेछ नि त्यो त हेर्नु पर्यो नि त नेपालमा नि हो नि होइन के हो इन्डिया यहाँ हो चाइनामा हुने कि चाइना नेपालमै देख्यौ इन्डिया यो झुन्नेको हो कि इन्डिया होइन चाइनामा मात्रै हुन्छ होला बुढो हेरौँ न यो त हेर्नु पर्यो नि एकछिन यताबाट हेर्न मिल्छ हौ त होइन बाबा तिमी हेर्ने कि गाडी आएको त यहाँ यहाँ स्टप ओ यहाँ हेर त यहाँ चाहिँ के छ हौ त्यही बाघको हो खाना दिन कता भित्र लगिदियो त पहिले यो टाइगर हेर्न जानु रहेछ टाइगरलाई नि दियो होला खाना हो ल अच्छा ल मेरो भ्लगलाई केही भनिदेऊ नि त आहा गाइस आज चाहिँ जसमा निशब्द छु के त्यही हो कि टाइगर दाँत जाप्ने स्याउ कहाँ लेखेको थियो र अघि छैन हौ बुढो कहाँ लेखेको थियो र अघि यता बुढो यता 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 टाइगर यता 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 सिधा 240 मिटर डियर हेरौँ न त हेर्न जाऊँ नि त छैन अरे अब डियरको क्लोज छ अरे यो डियरको क्लोज छ कि यति हो कि डियरको यहाँ रहेछ तर डियर चाहिँ अहिले छैन अरे कि दिस टेम्पोररी क्लोज छ अरे कि अहिले ओके बाबाले गर्दा क्लोज भएको होइन नि बेबी यहाँको मान्छेहरूले त्यो डियरलाई चाहिँ नि प्रेग्नेन्ट भएर नि उसलाई मम्मीलाई गाह्रो हुन्छ नि त प्रेग्नेन्ट भएपछि न्यू बेबीहरू ल्याउनु पऱ्यो नि त अघि के अरे गोरिल्लाल जस्तो गोरिल्ला अरे चिम्पान्जी जस्तो त्यो भएर अरे के यता हो कि लाइन त्यही भएर उ गरेको यस्तो हेर त मेरो भ्लगिङ लाइफ दिनभरिको क्याप्चर वाह अझै पैसा आयो त कस्तो हुन्थ्यो होला है यति भ्लग हालेर भिडियो हाल्ने अरे अनि पैसा आउने अरे क्या कति मजा हुन्थ्यो होला मलाई 240 मिटर भनेपछि धेरै टाढो छैन 200 ओके यही त होइन नि हो र तिमी देखेको हो कति बेला गाडीमा हिँड्दा छिटो आऊ सिजन गाडीमा हिँड्दा भनेको छिटो अरे छिटो मैले तिमीलाई क्याप्चर गरिरहेको थिएँ छिटो आऊ है अगाडि हिँड छिटो हिँड छिटो खै कतिको हिँड्न सक्दो रहेछ मेरो बच्चा खै उता बाबातिरबाट हिँड न बाबाको साइडबाट हिँड न बाबा स्लो हिँड्नुहोस् है नोइजी गर्नुहुन्न क्या बेबी तिमीलाई त ब्याक साइडबाट मात्र कति राम्रो देख्यो खै यता हेर त अगाडिबाट कस्तो देख्दो रहेछ वेट गरिदेऊ न वेट गरिदेऊ न के गर्यो कि त्यो रिसाउने गराउँछ कि बच्चालाई
खै त हेर्दै त खै अगाडिबाट कस्तो देख्दो रहेछ 来園くださいましてありがとうございます4時を過ぎますと動物の健康会 ए सबैलाई लाने हुन्छ क्या भित्र बुझ्यौ यो चाहिँ के खै त बाबाले गर्दा ओइ हेर्नै पाएन कि बाबाले गर्दा अँ बाबा monkey. Oh my god. के हो यो सिजन के हो बाबा यो कहाँ छ चिम्पाङ्जी कि गोरिल्ला उडानको काइन्ड फर्स्ट टाइम देखेँ यार मैले त रिङ्गा रिङ्गा टच गर्नु न टच डन्ट टच आऊ आऊ अब आयो आऊ बाई बाई गरिदेऊ बाई बाई गरिदेऊ ल अब ओके हुन्छ छिटो बेबी भयो You want to touch? Wait, wait. That's all. हेर त त्यस्तो गर्दो रहेछ हेर त बेबी माथि हेर त टिभीमा लुक ह्यान्डसेक गरेर ल जाऊ तिमीले नि यु क्यान फिल दुइटा हाल्नु पनि हाल्न पाउँछ ह्यान्डसेक गर न घुमाउनु न घुमाउनु न नघुमाउने अर्को हातले हो नि त ह्यान्डसेक गर्नु त अघि देखाइसकेँ त मन गर्छु न किन फर्स्ट घुमाउनु पाइन्न कि बुढो त्यहाँ ऊ भन्दा ओए प्लिज बी अच्छा यहाँ पैसा हाल्दिन नि मिल्दो रहेछ छैन पैसा छैन कि मसँग हिँड जाउँ भयो कि जाउँ छिटो लेट भयो क्या छिटो क्या अर्को ठाउँमा जाउँ हेर न मम्मी जस्तै है यो यो त बाबा रहेछ ब्ल्याक ब्ल्याक हजुर यो नेपालमा छैन बेबी यो चाहिँ फिलिपिनतिर पाउने कालो ल छिटो आउला जाउँ यहाँ हेर न यहाँ नि सिजनको साथी हेर त ओ फ्लाइ गर ल भयो बाई बाई गरिदेऊ छिटो लाइन हेर्न जाउँ टाइगर छिटो सिजन टाइगर ओए बुढो ओए सिजन यामा अनि सिजन मर्र गऱ्यो भने पनि खतरा ठुलो छ यार रियलबाट नि देखाइदिउँ न यहाँबाट उयो चाहिँ रियल हो उयो चाहिँ ग्लास छ हो त्यो चाहिँ यो चाहिँ जालीबाट पनि देख्यो आमा छुन पाएँ बुढो आमा बुढो यसले त भोको छ यो त आमा
सारा उसको मुंह उसको मात्रै भिडियो बनाउनु तिम्रोबाट बनाउँथे माया उसमा रहेछ त्यहाँ हेर त बेबी बोइसी कलामाको घर के छ हो यही छ कलामाको घर जाने आइ पारीले बुबु दिन्छ नि अहिले त ल हेर त आइसपारीको बुबु खानी यही यस्तै ल्यायो तिमीलाई आइ घट्यौ न भित्र गयो हेर त ए आफै ढोका खोल्ने यार खुल्लिने क्या आफै हेर्न हैन के ओचम होचेसे रुवाले यताबाट त्यो होइन कि जान्छ त्यताबाट पाइन्छ स्टेयर्स हो त्यहाँबाट आऊ नि त तिमी त्यहाँबाट आऊ म चाहिँ यताबाट भिडियो गरिदिन्छु हस् पक्का ल त्यताबाट आउँदा एकछिनै वेट गर ल ल She's coming. कता जाने अब मास्टर जाऊँ न यिनीहरू गएकोतिर के गरेको एमा हात्ती हालेर ल्याएको हेर सिजन हात्तीलाई एमा ल्याएको अरे यो ट्याङ्करभित्र हालेर यो भित्र नि हात्तीलाई राखेर ल्याएको अरे बोकेर त छिटाउ भयो छिटाउ तिमीलाई नि त्यही राखिदिन्छु फेरि तिमी हाँसु छिटाउ यता चाहिँ गार्डन छ क्या आई थिङ्क है छ होला यो हो यो देख्यो हामीले उयो ओरान गुटान भन्ने ए लास्टै ठुलो रहेछ क्या छिटो आउँछ हामी चाहिँ राइनो नुगा नगइसकेछ बेबी भित्र के गर्दैछ भित्रबाट हेर्न मिल्दो रहेछ बेबी भित्र गयो त मान्छे निस्क्यो के छ क्या यहाँबाट छिरेर हेर्नु त त्यो निक्ल्यो यहाँबाट छिरेर जान मिल्दैन होइन मिल्दैन बेबी हेर त वर्क गरेको छिटो आऊ हेर त मल बेबी हेर त मल हेर त बुढो कुखुरा ए बुढो त्यहाँ त चरा कुखुराहरू छिटो आऊ बेबी वहाँ त जङ्गलभरि हेर त मल त कति यहाँ त मल जम्मै खात मल नेपालवाला कुन जाम्न त हेर्न त्यहाँबाट हेर्न मिल्छ कि जम्मै निक्लिखायो त छिटो के नछ है छिटो है हामी त गयौँ है हेर्न हामी चाहिँ यहाँबाट राख्नु हेर्नु पऱ्यो एकचोटि र उता मासतिर 15-15मा रहेछ नि त्यो त त्यहाँ हो यो उड्ने कुरामा नेपालमा देखेको छु क्या उड्ने ए यता मासतिर पनि रहेछ कि अझै खानेकुरा दिँदै रहेछ क्या अहिले भित्र राखेको चाहिँ यसै देख्न नपाइँदो रहेछ नि यहाँ चाहिँ नुन गरिसकेछ
छैन भनेपछि त अनि कसरी हुन्छ ल हेर भनिरहेछु खै रहेन बाबा यता बाबा चार बजीसम्म जान्न एकचोटि पनि हेर त मुसा उड्ने कुरा अस्टिज 10 to 16 कुन हो कुवारा भनेको कुवारा चाहिँ हेर्न नपाइने जाऊँ न त के हुन्न जाऊ त उता फोटो खिचिदिन्छु म उता वर्ल्डमा जाउँ न उता उसमा उता जाऊ त म फोटो खिचिदिन्छु क्या सकिन्छ यहीँ हो ल जाऊँ यस्तो 12 हात मागेर के अरे बित्ता हार्छ उता यो ठाउँ त बुढो आएर मजाले यहाँबाट देखेँ त हुन्छ जस्तो है लाउ त सिजन डियर बनेको रहेछ उहाँ त के उफ्रिरहेको छ उहाँ कङ्गारु छिटो बेबी आऊ कङ्गारु हेर्नु जाने के यता छ कि यता पार्क छ त छिटो हो छिटो आऊ नि त ओहो अनि गर्नुभयो कि छिटो हिँड न उता छ क्या होइन बाबा त कहाँ पुगिसक्यो ए आमा हिट सो फार ल 1 2 3 गो मम्मी आए रन गरे पछाडि नहेर अगाडि मात्रै हेर हामी त रन गरिसक्यौँ हामी स्ट्रङ गर्ल हो कङ्गारुको हेर त अनि रेड कङ्गारु अनि सबै भ्याइँदो रहेछ क्या होइन अनि उताबाट झऱ्यो भने टाइगरबाट यता झऱ्यो भने त हुन्छ नि कङ्गारु छ दुईटा खुट्टामा मात्रै हिँड्यो यो चाहिँ बुढो रहेछ सबभन्दा बुढो रहेछ कौवा चाहिँ त्यो बुढो भएर त बुढो बच्चा कुरेको त्यसले आफ्नो बच्चा कुरे रहेछ हेर त ऊ आफ्नो बच्चा आएपछि हिँड्ने हेर त हेर त पहिला आएर कङ्गारले सिजन नाइन समात यहाँबाट देखिँदो रहेछ नि झन् क्लियरली त्यहीँ छिराइदियो हामीलाई त्यहीँ अड्काउने चाकेले अब यता पनि जान्ला छिटो जान्ला हेर त ऊ कङ्गारुको बच्चाहरू यस्तो हुन्छ अरे छिटो होइन किप क्वाइट रे बेबी छिटो हिँड्ला छिटो सरी हल्ला गर्नु रे छिटो 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 ओ हेर त यहाँ त अस्टेज रहेछ अस्टेज रहेछ यहाँ चाहिँ अब घर जाने हो क्या
अस्टिस चाहिँ अब आफ्नो घर जान्छ क्या सरी डियर यहाँ रहेछ नि त यी हो क्या रेफर के हो डियर अब सिजन यता नेक्स्ट टाइम आउने क्या डियरकोमा ओके डियर टिम चाहिँ नेक्स्ट टाइम आउने ओके डियरकोमा नि नेक्स्ट टाइम आउने हो त यहाँ तल गैँडालाई यहीँबाट हेर्नु पाइने थाहा यहाँ हेर किन यो अस्ति उसहरू किप क्वाइट प्लिज चाहिँ यहाँ भर्खर जन्मेको रहेछ यिनीहरू पाँच महिनाको बच्चाहरू यत्रो हुँदो खुवाइदिनु पर्यो बाबालाई थाहा नै छैन क्या काली बुढा जामै अब फेरि यता मास्तिर जाने हो यता मास्तिर के रहेछ हेरौँ एकचोटि हेरेँ यहाँमा हेरेर घुमेर नथाक्ने रहेछ क्या यहाँ माथि उता जानु उता क्यास्टल जस्तो रहेछ सिजन नो सिजन छिजे अफ्रिकन ऊ जाने यहीँबाट जानु मिल्दो रहेछ क्या अफ्रिकन हो त्यही त भनेको अघि उयो तल देखेको जम्मै हट्ट त्यही उसको गैँडाको उखाना छ जालीबाट भागे खुट्टाहरू माछा चाहिँ देखेको क्वाक 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 मुसा छैन अरे क्या यहाँ यो कोलाला यो चाहिँ बन्द भइसक्यो मुसा छैन यहाँ छैन भ्याइयो अरे मुसालाई होइन उयो त के छ अरे के ल छैन अरे के मुसा यहाँ चाहिँ मुसा राखेको छैन अरे क्या मुसा त हाउसमा हुन्छ अरे ऊ यहाँ के हाउस रहेछ हेरौँ त फार्म रहेछ फार्म यहाँ चाहिँ के रहेछ है चराको हाउस नैजी गर्नु हुन्छ कि हुँदैन अरे ओ अब अर्को चाहिँ हामीले त्यहाँ चाहिँ बटरफ्लाई कि समथिङ के को हाउस छ अरे कि त्यहाँ त्यो हेर्नु इगलको हाउस हेर्न जान्छ चाहिँ ए इगल यो होइन यो त अस्ट्री चाहिँ हो वहीँ छ ऊ यहाँ पारि ऊ यहाँ ऊ त फ्ल्यागमा छ अब त आउन म देखाउँछु क्या मुसा चाहिँ होइन कि म घर गएर देखाउँछु ल मुसाको सपमा जाने हामी ओके अहिले बाई गर्ने ल होइन के हुन्छ वान बाई गर्ने है वान फोर त हुँदैन कि मम्मीसँग छैन नि त पैसा मम्मीसँग त वान मात्रै छ पैसा बाबासँग पनि छैन बाबाले त मम्मीले दिएको अरे बाबालाई त आज त्यही भएर इगल ल अरू किन्ने हस् के हुन्छ अस्टिसको अन्डा हेर न उता तल जाऊ के यु क्यान गो ओभर छैन जाऊ त्यहाँबाट आऊ त्यहाँ तलबाट हेर त हामी त नेचरमा आएको नि त बेबी दिस इज द नेचर हेर न अस्ति हो पानी भरे भयो आऊ ल भयो
हो ल आऊ मेरो छोरा आऊ हो हो ल के हो तामाको पिकनिक एरिया अरे ऊ हेर इगल यहाँभित्र इगल अनि त्यस्तो इगल हेर्न पाउँदा नि मुसा हेर्छन् छ्या मुसा छैन अरे के यहाँ मुसाको चाहिँ मुसाले चाहिँ यस्तो के वाललाई पाल बनाएर हिँड्यो अरे के भाग्यो अरे मुसालाई दुलोभित्र पस्यो खै मुसो दुलोभित्र पस्यो भन्छ नि त्यस्तै दुलोभित्र पस्यो हेर त ऊ हेर त उहाँ तल बसेछ देखिन्छ अरे ऊ हेर त चिची राखिदिएको यहाँ हेर त मासु राखिदिएको बुढो इगललाई ऊ माथि ऊ लुक देख उहाँ माथि उहाँ पोपो देखाएको छ त्यसले हेर न उल्लु भइसक्यो बुढो यो बुढो बुढो उल्लु रहेछ कि यो सबै लोप हुन लागेको रहेछ यता हेर अर्को के गरेछ छिट्टै चटक छ के देख्यौ र भएजाम के छ र गोलो गोलो खोइ कति त मसरुम हो के को फ्लावर हो झरेको औला गेडी झरेको यसरी होइन न मम्मी जस्तै यतिको स्लो के यतिको स्लो के त साह्रै धेरै स्लो भयो नि त छिटो भयो छिटो आउँछ यता के रहेछ हेर्न आउँछ छिटो सिजन सिजन छिटो त्यही छ क्या आउन इगल करा उसको हाउस हेर त उसको हाउसमा खानेकुरा राखिदिएको हेर त कता गछ अहिले कता खेल छैन खानेकुरा मात्रै हो त्यही हो के ल ऱ्याकोन डग रे के ऱ्याकोन डग आई डोन्ट नो यो हेर त बेबी एप्पल जस्तो फलेको के हो यो उयो फलेको यसलाई के भन्छ हौ नेपालमा चाहिँ के हो भन्दो रहेछ यहाँ पनि आई डोन्ट नो नामै थाहा भएन क्या हुन्छ को के देख्यो ओ ह्यामस्टर यहीँ त रहेछ त मुसा अनि खै कहाँ छ मुसा खै देख्यौ ओ खावाई ह्यामस्टर हो नि त यसलाई ह्यामस्टर भन्छ हो यहाँ पनि छ डुकुरे मुसा डुकुरे मुसा छ ल नचढ लोट छ बेबी लोट छ यहाँ छैन
एमा छैन अब एमा छ होला अब त म हाप्पा गरिदिन्छु अब त हाप्पा त्यसले खाँदैछ क्या मुसा देख्यौ आउँछ त्यो त ऊ राखिदिएको होला नि ऱ्याबिटको के हो त्यहाँ छुनुहुन्न ऱ्याबिटको खानेकुरा भयो कहाँ छ र यो बेबी कार त हिँड कुन हामी बिना म्याप हिँडेर एकदम दुःख पाइयो यहाँ के अरे प्यारट यहाँ हुन्छ छैन अहिले छैन नुनु गर्न गइसकेछ अर्को छ यता लाइक क्यापिबारा है दाजु उसले चाहिँ एउटा अनिगरी भ्यायो मान्छे भिडियो गर्न भ्यू हेर्दै हामी चाहिँ आइसक्रिम खाँदैछौँ बुढाबुढी अनि बागा खायौँ अनि चाहिँ अनि आइसक्रिममा भान्ला बुढो चाहिँ उयोवाला मैले राखेको अघि तिमीले राखिदिएको होला नि आइसक्रिम त सिजन भन के पायो बेबीले भर्खर